मानसिक स्वास्थ्य हाम्रो जीवनको आधार। बोलौँ, बुझौँ र समाधान खोजौँ। नमस्कार। सन्नी सगरमाथा समाजको विशेष प्रस्तुति समुदायको लागि सन्नी सगरमाथा कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। यो कार्यक्रम हरेक महिनाको पहिलो आइतबार बिहान 11 बजे प्रत्यक्ष प्रसारण मार्फत यहाँहरू सामु प्रस्तुत हुनेछौँ। हरेक महिनाको पहिलो आइतबारको बिहान हामीले विशेष कार्यक्रमसहित विभिन्न विधाका विशेष व्यक्तिहरूलाई हामीले आमन्त्रण गरेर समुदायको लागि हामीले केही दिने प्रयास गरेका छौँ। यसै अन्तर्गत आजको कार्यक्रममा एक विशेष कार्यक्रम रहेको छ, महत्त्वपूर्ण कार्यक्रम रहेको छ। हामीलाई आशा छ यहाँहरूले विशेष पूर्ण कार्यक्रम यहाँहरूले हेर्नुहुनेछ। आजको हाम्रो कार्यक्रमको विषय रहेको छ मानसिक स्वास्थ्य सम्बन्धी छलफल गर्नेछौँ। यस विषयमा हामी रहेर काम गर्नेछौँ र यसमा आउने समस्या र समाधानको विषयमा छलफल गर्नेछौँ। यसै विषयमा छलफल गर्न आजको हाम्रो कार्यक्रममा अतिथि हुनुहुन्छ। लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएर नेपाली समुदायको लागि लामो समयदेखि एउटा सहयोग गर्दै आउनुभएकी क्लिनिकल रिसर्च साइन्टिस्ट तथा मेन्टल हेल्थ एडभोकेट क्षितिज नेउपानेज्यू हामीसँग हुनुहुन्छ। क्षितिजी, स्वागत छ यहाँलाई। हजुर नमस्कार, थ्याङ्क यू सो मच। आराम हुनुहुन्छ? हजुर। कस्तो भइरहेछ? यहाँको चाहिँ सुरुमा चाहिँ धेरै दर्शकहरूलाई थाहा पनि छैन होला र यहाँको बारेमा चाहिँ केही अलिकति यहाँको बारेमा खुलाइदिनु भएर हामी कार्यक्रममा प्रवेश गर्ने थियौँ। कृपया यहाँको कार्यक्रम बारेमा चाहिँ जानकारी गराइदिनुहोस् न प्लिज। हजुर नमस्कार, मेरो नाम क्षितिज। म चाहिँ युएसमा आएको धेरै नै वर्ष भइसक्यो, about 22 इयर्स भइसक्यो। अनि अम, यहाँ चाहिँ म अहिले चाहिँ धेरैजसो मेन्टल हेल्थको प्रोग्रामहरू यताउति गर्ने भएकोले अब एक्सपिरियन्स इन दिस। अनि कामले चाहिँ पेसाले चाहिँ म रिसर्च फिल्डमा छु। हजुर, भनेपछि निकै व्यस्त हुनुहुन्छ। यहाँको व्यस्तताको बावजुद पनि हामीलाई यहाँले उपदान गर्नुभएको समयको लागि हामी शनि सगरमाथा समाजको तर्फबाट हामी यहाँलाई हार्दिक आभार व्यक्त गर्दछौँ। अब आजको कार्यक्रममा प्रवेश गरौँ। सबभन्दा पहिला म हजुरलाई सोध्न चाहन्छु कि यो मेन्टल हेल्थ भनेको के हो र यसले व्यक्तिमा कसरी असर गर्छ र यसको पहिचान, यसको चाहिँ हामीले चाहिँ आइडेन्टिफाई कसरी गर्न सक्छौँ? यहीँबाट सुरु गरौँ। अब मेन्टल हेल्थ भन्नाले फर्स्ट अफ अलमा म यसमा जानुभन्दा अगाडि पनि आई जस्ट वान टेल एभ्री वान कि म लाइसेन्स साइकाट्रिस्ट वा लाइसेन्स थेरापिस्ट होइन। त्यही भएर त्यो मेडिकल आफ्नो डिफ्रेन्ट केस हुन्छ, इच केस इज डिफ्रेन्ट। अनि जेनरलमा सबैलाई एउटै कुरा भन्नु पनि मिल्दैन। त्यही भएर बट यो जेनरल नलेजको लागि चाहिँ मेन्टल हेल्थ डिसअर्डर भन्नाले देयर आर सो मेनी एस्पेक्ट्स टु इट। अनि अब मोस्ट कमन वान चाहिँ अकर्डिङ टु WHO, हु इज वर्ल्ड हेल्थ अर्गनाइजेसन चाहिँ इन 2019 1 in every 8 people or 970 million people around the world have mental health disorder भनेको छ। अनि मोस्ट कमन चाहिँ एङ्जाइटी र डिप्रेसन भनेको छ। अनि त्यो कसरी थाहा पाउने भनेर भन्दाखेरि अब एङ्जाइटी भनेर ऊ भन्दाखेरि चाहिँ अब धेरै नै डर लाग्ने केही कुराको लागि गर्नको लागि। अब धेरै डर लाग्ने भनेर हामीलाई कहिलेकाहीँ सानो कुराले फर इक्जाम्पल मलाई कहीँ पर्फर्म गर्न मन लाग्यो अरे, अनि पछि पर्फर्म गर्दा मान्छेहरू छ, अनि पछि थोरै डर लागेर म एक्साइटेड पनि छु, डर लागेको छु, त्यस्तो भन्नाले त्यसलाई एङ्जाइटी भनेर भनिँदैन। किनभने हामीलाई लाइफमा थोरै फियर हुन पनि राम्रो छ, त्यसले पुस गर्छ हामीलाई। तर इट्स जस्ट अर्को इक्जाम्पल चाहिँ कस्तो भने कुनै इक्जाम दिन लागिरहेको छु मैले, अनि पछि इक्जामको क्वेसन पढ्न लाग्दैछु, अनि त्यो क्वेसनले भनेको कुरै बुझ्दिनँ, मेरो आफ्नो माइन्डले त्यो प्रोसेसै गर्न सकेको छैन कि यति डर लागिराखेको छ कि म त्यो सबमिटै गर्न सकिरहेको छैन भने चाहिँ त्यसलाई चाहिँ एक्सेसिभ फियर भनिन्छ। दिस सिम्पटम्स लाइक दोज आर वाट determines anxiety. अनि there are so many other aspects, डिप्रेसन छ, अरूहरू पनि छ। अनि for those अब डिप्रेसनको लागि फिलिङ एक्सेसिभ गिल्ट भनेको जे कुरामा पनि मैले नै गरेको हो जस्तो फिल हुने, ओर फ्युचरमा मेरो केही पनि छैन जस्तो फिल हुने, त्यस्तोहरू पनि हुनसक्छ। तर अगेन सबै मान्छेको केस डिफ्रेन्ट हुन्छ, अनि सबै मान्छेलाई डिफ्रेन्ट एस्पेक्टले अब केबाट चाहिँ भएको छ भन्ने कुरा अब इन्डिभिजुअल केसमा डिफ्रेन्ट नै हुन्छ। हजुर,
क्षितिजीले चाहिँ यो बारेमा कसरी भन्नुभयो भन्दा यो एउटा व्यक्ति विशेषमा भर पर्ने एउटा स्वास्थ्य मतलब मानसिक स्वास्थ्य हो, जस अन्तर्गत चाहिँ अब विभिन्न किसिमका तनाव, चिन्ता, अपवाद र विकारहरू चाहिँ विभिन्न दिमागमा आउने कुराहरू हुन्छन्। त्योभन्दा बाहेक अब चाहिँ जब व्यक्तिको आफ्नो विचार, भावना र व्यवहारमा डिफ्रेन्ट किसिमले चाहिँ एक्ट गर्छ भने अलिकति केही फरक छ भनेर चाहिँ उहाँले प्रष्ट रूपमा यहाँलाई जानकारी गराउनुभयो। दर्शकवृन्द, अब अमेरिकाको केसमा कुरा गर्नुपर्दा लगभग 6 करोड युथहरूमा चाहिँ भनेको मतलब जनसङ्ख्याको 23.8% चाहिँ एउटा यो मेन्टल हेल्थको चाहिँ एउटा शिकार भएका छन्। अब त्यो मध्ये चाहिँ 1,30,00,000 मान्छेले चाहिँ लगभग झन्नै डिप्रेसनको कारणले एउटा आफ्नो ज्यानसम्म दिने कोसिस गरेको चाहिँ एउटा तथ्याङ्कले देखाएको छ। त्योमध्ये 12 देखि 17 वर्ष मुनिका एउटा युथ, यो हाई स्कुल पढ्ने स्कुलका स्टुडेन्टहरूमा चाहिँ यो अलिकति अर्कै किसिमको एउटा देखा पर्दो रहेछ र यसमध्ये 56.1%ले चाहिँ यो को चाहिँ उपचार गर्न नपाएको स्थिति पनि रहेछ। किन भन्दा उनीहरूसँग इन्सुरेन्सका कुराहरू छन्। विभिन्न किसिमले गर्दाखेरि यसबाट पनि गुजारिरहेको अवस्था चाहिँ एउटा अमेरिकाको तथ्याङ्कले देखाइरहेको छ। यस विषयमा हामी फेरि पनि छलफल गर्नेछौँ र म फेरि पनि क्षितिजजीसँग जाँदैछौँ र आजको हाम्रो कार्यक्रम मेन्टल हेल्थ सम्बन्धी विषयमा छलफल हुनेछ। हामीले सामान्य सबै कुरालाई समेट्नेछौँ। सकेसम्म यहाँहरूको जिज्ञासालाई हामीले समाधान गर्ने कोसिस गर्नेछौँ र यसमा बाँकी रहेका विशेष सम्बन्धी कुराहरू हामी अर्को एपिसोडमा पनि विशेष व्यक्तिलाई ल्याएर कार्यक्रममा यहाँहरूको जिज्ञासालाई समाधान गर्नेछौँ। र क्षितिजी, मैले अब भन्न खोजेको अर्को चाहिँ के छ भने धेरै मान्छेहरूको क्वेसन यहाँ के आयो भने मानसिक स्वास्थ्यको चाहिँ एउटा वरिपरि हुने स्टिग्माले चाहिँ व्यक्ति समुदायलाई अब कुन किसिमको प्रभाव इफेक्ट चाहिँ के हुन्छ र यसलाई यसको इफेक्टबाट हामीले बच्नलाई कुन किसिमको अवेरनेसहरू र एउटा कुन किसिमले चाहिँ जान सकिन्छ एउटा मेन्टल हेल्थबाट बच्नलाई, एउटा स्टिग्मा भन्ने एउटा चाहिँ जुन प्रब्लम छ नि, यसलाई कसरी समाधान गर्न सकिन्छ त? हजुर म्युटमा हुनुहुन्छ। मेन्टल हेल्थको स्टिगमा भनेपछि अब डिफ्रेन्ट कल्चर, डिफ्रेन्ट इन्भाइरोमेन्टमा छुट्टै छुट्टै नै हुन्छ। तर हाम्रो अब नेपाली कल्चर ओर एसियन कल्चर मेनली भन्दाफेरिमा चाहिँ अब धेरै जसो हामीले मेन्टल हेल्थलाई अ साइन अफ विकनेस भनिन्छ। धेरै स्ट्रङ छैन, लाइफ ह्यान्डल गर्न नसक्ने मान्छे, त्यसो भनेर भन्न सकिन्छ। ओर अर्को स्टिगमा चाहिँ हाम्रो के छ भने मेन्टल हेल्थको कुरा गऱ्यो भने ओर केही त्यस्तो केही कुरा नै निकाल्यो भने पनि के अरे समाजले के भन्छ, हाम्रो इज्जत के हुन्छ भन्ने कुरा, त्यस्तोहरू कुराहरू निस्किन्छ। अनि पछि अर्को कुराहरू चाहिँ मेन्टल हेल्थको कुरा गऱ्यो भने नै मान्छेहरूलाई सेम फिल गराउने। अनि केटीहरूले कहिले केही कुरा गऱ्यो भने ऊ यो त पिरियडमा रहेछ कि क्या हो भन्नुपर्ने। अरू केटाहरूले केही कुरा स्याड भएँ भन्ने कुरा गऱ्यो भने अनि पछि केटा भएर पनि रुन्छ नि त त्यस्तो भन्ने, त्यस्तो कुराहरू धेरै भइराखेको हुन्छ। अब त्यस्तो कुराहरू सबैजना अब यो बेरियरहरूलाई चाहिँ ब्रेक गर्नलाई चाहिँ वी निड टु स्टार्ट टकिङ अबाउट मेन्टल हेल्थ होइन। पहिला सुरुमा चाहिँ कुरा नै गरेर सुरु गर्नुपर्छ। डेफिनेटली एजुकेसन हो सबैजनालाई, यो भनेको मेन्टल हेल्थ भनेको वान अफ आफ्नो फिजिकल हेल्थ नै हो भन्ने कुरा सिकाउनुपर्छ। जतिखेर हामी जसरी इजी भएर कुरा गरिन्छ नि, जति आफ्नो स्टोरी सेयर गरिन्छ, अब आफ्नो साथीहरूलाई जसरी इजी भएर कुरा गर्न सकिन्छ, त्यसको कुराहरू जब ओपन हुन थाल्छ देन वी स्टार्ट डेभलपिङ अ बेटर वे अफ कम्युनिकेटिङ। यो कुराहरूको चाहिँ कुरा गर्न सजिलो हुन्छ भनेर भन्ने कुराहरू चाहिँ वान अफ द वेज टु ब्रेक अ ब्यारियर इज टु टक अबाउट इट। हजुर, क्षितिजजीले चाहिँ भन्नुभयो कि यो स्टिममा बाट चाहिँ हामीले छुटकारा पाउनको लागि जति सकिन्छ हामी एउटा कम्युनिटीमा चाहिँ इन्गेज हुनु पर्यो, साथीभाइसँग इन्गेज हुनु पर्यो र सकेसम्म आफूलाई बिजी बनाउने र नकारात्मक कुराहरूलाई चाहिँ जुन जुन दिमागमा चलिरहेका मलाई यस्तो भयो होला उस्तो भयो होला भन्ने कुराहरूलाई चाहिँ हामीले अवेर गरेर पोजिटिभ थिङ्स र एउटा कम्युनिटीलाई एउटा पोजिटिभ भाइब लिएर जान सक्यो भने पक्कै पनि यसको समाधान छ भनेर चाहिँ उहाँले भन्नुभयो। र यतिखेर हामी मानसिक स्वास्थ्य सम्बन्धी विषयमा छलफल गरिरहेछौँ र यहाँ चाहिँ तपाईँहरू हुनुहुन्छ सनी सगरमाथाको विशेष प्रस्तुति। र यो कार्यक्रमको यो कार्यक्रम पश्चात यहाँहरूले यसलाई युट्युब च्यानल नेपाली इन्साइट
बाई उत्तम शर्मा र सनी सगरमाथाको पेजबाट पनि हेर्न सक्नुहुनेछ। र क्षितिजजी, अब अर्को कुरा कस्तो भयो भने आफ्नो मानसिक एउटा चाहिँ सन्तुलन ठिक छ छैन र म ठिक छु, फिट छु भनेर आफूले आफूलाई कसरी चाहिँ यो चाहिँ जस्टिस गर्न सकिन्छ? म ठिक छु, छैन भनेर चाहिँ कसरी थाहा पाउने? मैले चाहिँ सही काम गरिरहेको छु, छैन र म चाहिँ मेन्टल हेल्थ चाहिँ एकदमै ठिक छु भनेर चाहिँ यो कसरी थाहा हुन्छ? यस बारेमा अलिकति कुरा गरौँ। अब यो डेफिनेटली द्याट त्यो चाहिँ आफ्नो सिम्पटम्सहरू नै हेर्ने कुरा हुन्छ। मैले अघि नै भनेको जस्तो एकदमै डर लाग्ने, कि आफूले दिनदिनै गर्ने काम पनि गर्न नसक्ने, त्यस्तो कुराहरू भयो भने त अब डेफिनेटली आफू साइकाट्रिस्ट ओर साइकोलोजिस्ट ओर थेरापिस्टकोमा जानुपर्छ। अनि पछि त्यसमा पनि हजुरलाई थेरापिस्ट भनेको चाहिँ आफूले कुरा गरेर, थेरापिस्ट र साइकोलोजिस्ट भनेको चाहिँ आफूले कुरा गरेर अनि पछि के भइरहेको छ भन्ने कुरा हुन्छ। अनि त्यो भएन भने साइकाट्रिस्टकोमा गएर डायग्नोस्ड भएर अनि पछि आफूले औषधि खाने कुरा हुन्छ। त्यो त्यो चाहिँ त्यो आफ्नो यदि हजुरहरूलाई अब कुनै कुराहरू दिनमा आफूले गर्नै नसक्ने छ भने चाहिँ त्यसैबाट सुरु हुन्छ। हजुर। अब सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ के रह्यो भने आफू स्वस्थ हुनको लागि र म मेन्टल्ली हेल्थमा चाहिँ ठिक छु र ठिक हुनुपर्छ भन्ने लाग्नलाई सबभन्दा पहिला आफ्नो एउटा वर्कआउट हेल्थ कन्सियस भएर एउटा व्यायामको पनि कुरा आउँदो रहेछ यसमा। फिजिकल्ली कुराहरूले पनि धेरै असर पर्ने रहेछ र जे कुराहरू हामीले जसरी सोच्छौँ यसलाई पोजिटिभली लिनुपर्ने रहेछ। कुनै पनि कुराहरू लिँदाखेरि धेरै हामीहरूको चाहिँ एउटा के छ भने जे कुराहरू आउँछ समाजमा अथवा कोही मान्छेबाट के हुने रियाक्ट हुन्छ भने पहिला नेगेटिभ वेबाट सोच्छौँ। यसलाई चाहिँ पोजिटिभ वेबाट सोचेर यो कुरालाई चाहिँ यसको अप्सनहरू छ, समाधान छ भनेर हरेक कुराको समाधान छ भन्ने किसिमले जानुभयो भने र जान सकियो भने पक्कै पनि यस्ता कुराहरूले बाट बच्न सकिन्छ भन्ने कुराहरू आइरहेको छ। अब जुन किसिमले हामी मानसिक स्वास्थ्य समस्याहरूबाट जुटिरहेका मतलब त्यो जुन किसिमले फेस गरिरहेका हाम्रा मेन्टल हेल्थ सम्बन्धी समस्या लिएर बसिरहनु भएको जो जति हाम्रा साथी दर्शकहरू र यो नेपाली कम्युनिटीमा हुनुहुन्छ, उहाँहरूलाई अब त्यसबाट घरैबाट गर्ने उपचार केही छ? तपाईँले चाहिँ एउटा बल्ल भर्खर सुरु भएको छ, कुनै एट्र्याक्ट गरेको छ यो मेन्टल हेल्थ सम्बन्धी कुनै समस्या छ भन्यो भने यसमा चाहिँ के भन्न चाहनुहुन्छ? कसरी यसबाट बिस्तारै छुटकारा पाइन्छ र यसको समाधान चाहिँ के हो त? अब देयर आर सो मेनी वेज होइन, त्यो कुरा चाहिँ यसलाई चाहिँ सेल्फ केयर भनिन्छ। सेल्फ केयरमा चाहिँ फिजिकल हुन्छ, इमोसनल हुन्छ, मेन्टल हुन्छ, स्पिरिचुअल हुन्छ, अनि सोसल हुन्छ। अनि फिजिकल भन्दाखेरि चाहिँ अब त्यही अघि के अरे एक्सर्साइज गर्ने जस्तो भयो। अनि पछि निन्द्रा, मेक स्योर यु गेट 6 to 8 hours अफ स्लिप। अनि इमोसनल भयो, इमोसनलको लागि चाहिँ अब आफूलाई के गर्न मनपर्छ, के कुराले खुसी हुन्छ, कसैलाई जोर्नल गर्न मनपर्छ, मेरो यो दिन यो भयो भनेर भन्ने हुन्छ। अनि मेन्टल सेल्फ केयर भनेको चाहिँ अब फर इक्जाम्पल इन दिस सिचुएसन मलाई चाहिँ आफ्नो मेन्टल सेल्फ केयर गर्न चाहिँ मैले न्युज च्यानलहरू सबै ब्लक गरिदिएको छु। किनभने दोज मेक मी एङ्सियस कि नराम्रो न्युज सुन्यो, टु मच चाहिँ नराम्रो न्युज सुन्यो भने मलाई मेन्टल इफेक्ट पर्छ भनेर त्यस्तो ब्लक गरेछु। अब त्यस्तो मेन्टल हुन्छ। अनि पछि स्पिरिचुअल भनेर भन्ने चाहिँ अब मेडिटेसनहरू हुन्छ। अनि सोसल भनेर भन्दाखेरि चाहिँ आफ्नो साथीहरूसँग कुरा गर्ने, फ्यामिलीसँग कुरा गर्ने, त्यस्तो हुन्छ। दोज आर द वेज यु क्यान टेक केयर, दोज आर द वेज यु क्यान अप्रोच। अब किनभने सेल्फ केयर इज भेरी भाइटल इन मेन्टेनिङ गुड मेन्टल हेल्थ। हजुर। अब यो अमेरिकाको सन् 2023 को तथ्याङ्कले के देखाउँछ भने एउटा 5 वटा एउटा हाई स्कुलमा गरेको एउटा रिसर्चले चाहिँ त्यो मध्येमा चाहिँ 2 वटा एउटा हाई स्कुलमा चाहिँ 5 वटा मध्ये 2 वटा भनेको मतलब त्यो एउटा लगभग कति पर्सेन्ट हुन आउँछ, त्योमा चाहिँ एउटा प्रब्लम रहेछ। एउटा मेन्टल हेल्थको इस्युजहरू रहेछ। त्यसको चाहिँ मुख्य कारण के रहेछ भन्दा एउटा स्कुलिङ सबभन्दा पहिला मेन्टल हेल्थलाई चाहिँ हेल्दी राख्नको लागि स्कुलिङको पनि एउटा महत्त्वपूर्ण स्थान हुँदो रहेछ। हामीले घरबाट फ्यामिली सर्कलमा र प्यारेन्टिङ गर्ने जुन किसिमको स्कुलिङ प्यारेन्ट्सले गर्ने दिने स्कुलिङहरूले पनि यो धेरै प्रभाव पार्दो रहेछ। त्यो भएपछि त्यस्तै गरी तपाईँको यो स्कुलमा जाने बच्चाहरूले चाहिँ जुन हाई स्कुलमा पढ्नुहुन्छ जतिजनाहरू उहाँमध्ये चाहिँ लगभग
12 करोड नेपाली, यो अमेरिकाको जुन चाहिँ पपुलेसनबाट 12 करोड 20 लाखभन्दा बढी मानसिक चाहिँ स्वास्थ्य चाहिँ यो उपचार गर्न चाहिँ नपाएर गुजारिरहेको अवस्था पनि रहेछ। अब त्यस्ता व्यक्तिहरूले चाहिँ के गर्नुहुँदो रहेछ भने युथको केसमा बिस्तारै घरबार बिनी हुने, ड्रग्सहरू युज गर्ने, फ्यामिलीबाट टाढा हुने। अब अमेरिकाको कल्चर र युरोपियन अब इस्टर्न कल्चर चाहिँ 18 वर्षपछि आफ्नो लागि आफै गर्नुपर्छ भन्ने छ। हुन त अहिले सबैतिर पुगिसकेको अवस्थामा अब यसले गर्दाखेरि पनि अलिकति हामीले घरबाट दिन सक्ने स्कुलिङहरू अब दिन सकिएको, चाहिने जति दिन सकिएको छैन कि जस्तो पनि अब देखाउँछ। र यसबारेमा के भन्नुहुन्छ? यो घरको चाहिँ कतिको महत्त्वपूर्ण कुरा हुन आउँछ, जसरी हाम्रो बच्चाहरूलाई मेन्टल हेल्थलाई चाहिँ अलिक स्ट्रङ बनाएर राख्नको लागि यो एउटा फ्यामिलीको कतिको रेस्पोन्सिबिलिटी हुन्छ र कसरी स्कुलिङ गर्नुपर्छ त? यसमा अब डेफिनेटली आफ्नो कल्चर पनि आउँछ होइन। भनेपछि के हुन्छ भने हाम्रो कल्चरमा चाहिँ अब मेन्टल हेल्थको कुरा गर्न नै एकदम ट्याबु छ। त्यो चाहिँ कुरै गरिँदैन, कसैले गर्नु नै हुँदैन। त्यही भएर हाम्रो अब मेन कुरा चाहिँ कुरा गर्न सक्नुपर्छ कि पहिला सुरुमा अब आफ्नो पेरेन्ट्स लाई कोही आफ्नो उनीहरूको बच्चाहरूले चाहिँ इफ दे आर सेयिङ समथिङ कि उसलाई केही स्ट्रगल भइरहेछ, केही एङ्सियस भइरहेछ, केही भइरहेछ भने लिसन टु देम फर्स्ट चाहिँ कि यसरी सुन्ने कि पहिलो कुरो सुनेर के प्रब्लम रहेछ, के रहेछ भनेर सबै सुनेर मात्र। हामी त अब कहिलेकाहीँ सुन्दाखेरि ए यस्तो मात्र रहेछ, यस्तो मात्र भनेर हामीले आधा कुरै इन्टरप्ट गरिदिन्छौँ, कुरै सुन्दैनौँ नि, त्यो गर्नु हुँदैन। पहिला सुरुमा लिसन टु वाट द प्रब्लम इज, अनि पछि के भइरहेछ भनेर बिलिभ गर्नुपर्छ उनीहरूसँग। यो भइरहेछ, ओके, यो भएपछि के गर्ने त भनेर भन्ने। अनि कसैले चाहिँ अब ओपन हुनै गाह्रो हुन्छ, किनभने हाम्रो कल्चरमा त्यो ओपन हुने कुरा नै छैन अहिलेसम्म। त्यस्तो छ भने, ओपन हुन गाह्रो छ भने, आइम हियर फर यु, के हाउ क्यान आई हेल्प यु, म कसरी हेल्प गरौँ, म यहीँ छु, तिमीलाई जे हेल्प चाहिन्छ म त्यो हेल्प गर्छु। त्यो मैले आफूले बुझेँ छैन भने पनि मलाई बुझाऊ, म बुझ्छु भनेर आफूले रेस्पेक्ट गर्ने। किनभने सानो सानो कुराहरूले उनीहरूलाई स्ट्रगल गरिरहेको हुन्छ। उनीहरू अब कहिलेकाहीँ चाहिँ प्रब्लम भन्न पनि नसकिरहेको हुन्छ। त्यो गर्दाखेरि चाहिँ ट्राई टु अन्डरस्ट्यान्ड देम। अनि पछि अरू कुरा चाहिँ के भन्दाखेरि मैले पहिला पनि भनेको जसरी जति कुरा गर्न सक्यो त्यति नै राम्रो। अनि जति आफूले इन्करेज गर्न सक्यो कि यो पनि फिजिकल हेल्थ नै हो, मेन्टल हेल्थ भने केही डिफ्रेन्ट होइन, फिजिकल हेल्थ नै हो, प्रोफेसनलसँग कुरा गरौँ भनेर नर्मल बनाउन सक्यो भने त्यो बी रियली इजी कि उनीहरूलाई यो भनेको पनि नर्मल रहेछ। हामीले जति कुरा गरिँदैन त्यो जति नराम्रो भनिन्छ त्यो पर्सपेक्टिभ देखाइन्छ है, चिल्ड्रेनहरूलाई पनि त्यही लाग्छ कि यो नराम्रो कुरा रहेछ, यो भन्नु हुँदैन भन्ने कुरा हुन्छ। त्यही भएर जति कुरा गर्न सक्यो, जति ओपन बनाउन सक्यो, द्याट्स भेरी गुड फर देम। हजुर, तपाईँ चाहिँ जब एउटा भोलिन्टियर गर्न जानुहुन्छ, यो मेन्टल हेल्थको उसमा धेरै समय बिताउनु भएको छ। तपाईँ जब त्यो उसमा भोलिन्टियरको लागि एउटा समुदायमा जानुहुन्छ, नेपाली समुदाय नहुँदै विभिन्न समुदायमा तपाईँको अनुभव भएको छ भनेर तपाईँको उसले देखाइरहेछ होइन? भनेपछि अब तपाईँको अनुभवमा कस्तो कस्तो अनुभव चाहिँ बटुल्नु भएको छ? मानसिक त्यो त्यो एउटा चाहिँ अवेरनेस प्रोग्रामहरूमा अथवा समुदायमा जाँदाखेरि कस्ता किसिमका मान्छेहरू भेट्नु भएको छ र उनीहरूको जीवनशैली कसरी चलिरहेको हुन्छ मेन्टल हेल्थका इस्युजहरूमा? यो कुरा अलिकति छलफल गरौँ न प्लिज। मैले यो गर्दाखेरि चाहिँ मैले धेरै जसो युथहरूको प्रोग्राम गरेकै हुन्छु। अनि पछि युथहरू नै धेरै आउँदाखेरि के हुन्छ भने हाम्रो सोसाइटीमा चाहिँ अब हाम्रो पेरेन्ट्सहरू, हाम्रो ग्रान्ड पेरेन्ट्सहरू चाहिँ यो मेन्टल हेल्थको कुरा गर्न नै डराउने। किनभने कसैले पनि भन्दैन कि म स्ट्रेस छु, म यस्तो छु भनेर। त्यही भएर चाहिँ हाम्रो युथहरूको एजमा पनि वी डोन्ट नो हाउ टु टक अबाउट इट। यो म स्ट्रेस भएछु, म एङ्सियस भएछु, आज म यस्तो भएछु भनेर भन्नलाई चाहिँ। अनि त्यो कुराहरू चाहिँ सिक्नलाई धेरै जसो युथ नै आउनुभएको हुन्छ। अनि अब त्यस्तो कुराहरूलाई चाहिँ अब हामीले अब धेरै जसो यहाँ भलिन्टियर काम गरिरहँदाखेरि चाहिँ के हुन्छ भने रिसोर्सेसहरू पनि दिइराखेको हुन्छौँ। अनि रिसोर्सेसहरू दिँदाखेरि अब डिफ्रेन्ट ठाउँमा चाहिँ डिफ्रेन्ट नै हुन्छ। अनि युएसकोमा चाहिँ युएसको यहाँ चाहिँ प्रोफेसनल भनेर चाहिँ क्राइसिस लाइफलाइनहरू हुन्छ, हेल्पलाइनहरू हुन्छ, त्यस्तो नम्बरहरू दिएको हुन्छ। यदि उनीहरूलाई केही चाहिएछ लाइक ट्रेन्ड
काउन्सलर चाहिएछ, इमोसनल सपोर्ट चाहिएछ भने चाहिँ होइन। अनि पछि अरू नभएर यहाँ अहिले अब नेपाली कम्युनिटीहरू पनि धेरै स्टेटमा धेरै ठाउँमा देखिसकेको छु। अनि नेपाली कम्युनिटीले कति धेरै ठाउँमा चाहिँ वेलनेस प्रोग्रामहरू गर्नुभएको छ। अनि त्यस्तोहरूमा इन्भल्भ हुने, त्यस्तोहरू गर्दाखेरि पनि त्यही नो कि मेन्टल हेल्थको कुराहरू गर्नु हुँदो रहेछ भनेर। हजुर, अब यो अमेरिकाको एउटा तथ्याङ्कले चाहिँ मेन्टल हेल्थ इस्युबाट 2002 को तथ्याङ्क मैले पुल गर्दाखेरि के देखाउँदो रहेछ भने तपाईँको चाहिँ यो मेन्टल हेल्थ इस्युबाट चाहिँ अमेरिकामा आत्महत्या गर्नेको सङ्ख्या चाहिँ युवाहरूमा, स्पेसली युथहरूमा चाहिँ 10 देखि 24 वर्षसम्मको युवतीहरूमा चाहिँ 15% को सङ्ख्यामा, जति यो युथको चाहिँ जुन डेटा छ अमेरिकामा, जति युथहरू बस्नुहुन्छ उहाँहरूको चाहिँ 15% चाहिँ योले चाहिँ सुसाइडको केसहरू गर्नुभएको रहेछ। भनेपछि अब यो अमेरिकाको केसमा र सबैलाई एउटा ग्लोबल वाइज नै कुरा गर्नु पर्दाखेरि पनि अब अमेरिकाको कुरा गरौँ अहिले चाहिँ यसको लागि चाहिँ नियन्त्रण अहिले गभर्मेन्टको तर्फबाट सिडिसीले चाहिँ कस्तो किसिमको चाहिँ अवेरनेस प्रोग्रामहरू निकाल्छ र नेपाली कम्युनिटीले कसरी रिच आउट गर्ने त्यहाँ गएर नेपालीले चाहिँ त्यसको चाहिँ फाइदा कसरी लिन सक्छ त यो सिडिसीबाट चाहिँ? अब एक्ज्याक्टली सिडिसी भन्दा पनि अब देयर आर लाइफलाइन द्याट मैले भनेको अनुसार पहिला सुरुमा क्राइसिस लाइफलाइन, सुसाइड एन्ड क्राइसिस लाइफलाइन भन्ने हुन्छ। यो एउटा चाहिँ यहाँ नम्बर हुन्छ, टेक्स्ट गर्नु पनि मिल्छ। त्यसमा चाहिँ 24/7 नै अभाइलेबल हुन्छ। टेक्स्ट 988 भन्ने हुन्छ। अनि त्यो चाहिँ फेरि कन्फिडेन्सियल पनि हुन्छ आफूले गर्ने। अनि पछि अर्को चाहिँ SAMHSA हेल्पलाइन भन्ने हुन्छ। त्यसमा चाहिँ ट्रेन्ड काउन्सलरहरू कुरा गर्न मिल्छ। अनि पछि उनीहरूले इमोसनल सपोर्ट दिन्छ। अनि पछि यदि त्यो मान्छे चाहिँ सुसाइडल छ भने चाहिँ उनीहरूले सेफ्टी प्लान बनाइदिन्छ, तिमीले यसो यसो गर्ने भनेर। अनि पछि त्यो भएर अनि यति मात्र हुँदैन, तिमीहरूलाई लोकल ऊ पनि चाहिन्छ भने लोकल रिसोर्सेसहरू पनि कन्ट्याक्ट इन्फर्मेसनहरू दिन्छ। अब थेरापिस्ट होस् ओर साइकाट्रिस्ट होस्, त्यो अरू सपोर्ट प्रोग्राम्स होस्। अनि पछि यसमा चाहिँ अनि आफूलाई चाहिएको छैन र मेरो साथी यस्तो हुँदैछ है भनेर कसैलाई चिन्ता छ भने त्यसमा कल गरेर सजेसन लिन पनि सक्नुहुन्छ। त्यस्तो चाहिँ छ यहाँ। अनि अब पोलिसी वाइज देयर आर पोलिसिज, मेन्टल हेल्थ प्यारिटी एन्ड एडिक्सन इक्वालिटी एक्ट भन्ने छ। अनि पछि त्यसमा चाहिँ हेल्थ इन्सुरेन्सहरूलाई चाहिँ मेन्टल हेल्थको कभर गर्नुपर्छ भनेर भन्ने एक्ट छ त्यसमा। तर जस्ट त्यो लुप होलमा चाहिँ के हुन्छ भने धेरै जस्तो साइकाट्रिस्ट थेरापिस्टहरूले अब कुनले इन्सुरेन्सै एक्सेप्ट गर्दैन त्यस्तो हुन्छ। अब तर इन्सुरेन्स एक्सेप्ट गर्नेहरूले चाहिँ त्यस्तो एक्ट चाहिँ छ। अनि अफोर्डेबल केयर एक्ट भन्ने पनि छ। त्यसमा चाहिँ मेन्टल हेल्थ इसेन्सियल बेनिफिटमै काउन्ट हुने गरेर लेखिएको छ। अनि अगेन त्यो 988 भन्ने हटलाइन पनि छ। अनि अर्को एक्ट चाहिँ अमेरिकन विथ डिसेबिलिटिज एक्ट भन्ने हुन्छ। त्यसमा चाहिँ हजुरलाई मेन्टल हेल्थ भनेर अब यदि तपाईँ डक्टरमा जानुभयो अनि यदि तपाईँलाई डायग्नोज भयो कि जे पनि मेन्टल हेल्थको डायग्नोज भयो भने उनीहरूले डिस्क्रिमिनेट गर्न पाउँदैन, वर्क प्लेसमा ओर केहीमा डिस्क्रिमिनेट गर्न पाउँदैन भन्ने एक्ट। हजुर, अब तपाईँ नेपाली कम्युनिटीमा यो अवेरनेस प्रोग्राम चलाउँदै गर्दाखेरि यो नेपाली कम्युनिटीहरू जति सङ्घ संस्थाहरू छन् यिनीहरू चाहिँ कति अवेर भएर यसमा चाहिँ अलिकति कतिको डेलिगेट भएको देख्नुभयो तपाईँले? कि नेपाली समुदायलाई के गर्नुपर्छ, मेन्टल हेल्थको इस्युमा काम गर्नुपर्छ भनेको चाहिँ सङ्घ संस्थाहरू पाउनु भएको छ अमेरिकाभित्र? सङ्घ संस्थाहरू चाहिँ टु टेल यु द ट्रुथ मेरो एक्सपिरियन्समा चाहिँ धेरैजना अगाडि आउनु हुँदैन। धेरैजना के हुन्छ भने सबैजना आफआफ्नो अब पर्पस पनि होला आफआफ्नो सङ्घ संस्थाको। अब त्यो यो एजेन्डामा नपर्न पनि सक्छ, त्यो त्यो हो। तर कसैले पनि यो मेन्टल हेल्थको कुरालाई चाहिँ अगाडि बढाउनु चाहिँ हुँदैन। तर हामीले प्रोग्राम गर्दाखेरि पहिला सुरुमा थोरै थोरै मात्र मान्छेहरू आउनुहुन्थ्यो। बट एज वी डिड मोर हामीले पनि त्यहाँ मान्छेहरू लाइक रिच आउट गर्दाखेरि पनि धेरै मान्छे आउन पनि थाल्नु भएको थियो। सो पिपुल आर इन्ट्रेस्टेड। तर सङ्घ संस्थाहरू चाहिँ अब धेरैजनाले अप्रोच गरेर यो यस्तो प्रोग्रामहरू स्टार्ट गर्नुभएको चाहिँ त्यस्तो धेरै देखिँदैन। हजुर।
दर्शकवृन्द, यतिखेर हामी मेन्टल हेल्थको इस्युमा कुरा गरिरहेको छौँ, छलफल गरिरहेका छौँ र यहाँहरूको क्वेसनहरूलाई मैले समेट्ने प्रयास गरेको छु। यहाँले धेरै क्वेसनहरू सोध्नु भएको छ, तर यसलाई समराइज गरेर मैले उस्तै उस्तै क्वेसनहरूलाई चाहिँ मैले यहाँ राख्ने कोसिस गरेको छु। र यसको बारेमा अब सनी सगरमाथाले आगामी दिनहरूमा पक्कै पनि मेन्टल हेल्थ इस्युलाई उठाउनेछ र समुदायको लागि पक्कै एउटा काम गर्नेछ भन्ने उद्देश्यले हामीले यो आजको कार्यक्रम सामान्यतया छलफलमा हामीले आधारित गरेका छौँ। भोलिको दिनमा हामीले विशेष डक्टरहरूलाई विशेष ठाउँबाट चाहिँ ल्याएर यहाँ काम गरिरहनु भएको डक्टर, अमेरिकन डक्टर, नेपाली डक्टर, साइकोलोजिस्टहरूलाई ल्याएर यस विषयमा हामीले व्यापक रूपमा पनि छलफल गर्नेछौँ। आजको कार्यक्रम कस्तो लाग्छ, यहाँहरूलाई कसरी गइरहेको छ भन्ने लाग्छ भने यहाँहरूले चाहिँ इनबक्स गर्न सक्नुहुनेछ र यहाँहरूको सल्लाह सुझाव अनुसार हामी यो कार्यक्रमलाई अगाडि बढाउनेछौँ आगामी दिनहरूमा। अब त्यसो भन्दै गर्दा नेपाली कम्युनिटीमा पनि केही दुःख लाग्दा कुराहरू भइरहेका छन् मेन्टल हेल्थका इस्युले। कस्तो भयो भने कति युथहरू विशेष गरी यो मेन्टल हेल्थमा चाहिँ देखा परेको युथकै कुराहरू भएको र हामीले आजको केसमा अलिकति युथलाई नै अलिकति अगाडि बढाएका छौँ र हामीले नेक्स्ट एपिसोडमा जसरी यो स्कुलमा आएर चाहिँ कार्यक्रम के अरे स्कुल पढ्नु भएको छ यस्ता युथ विद्यार्थीहरूलाई समेटेर एउटा यही सम्बन्धी हामीले कार्यक्रम पनि आगामी एपिसोडमा हामीले चलाउने एउटा स्केड्युलमा राखेका छौँ। र नेपालीहरूको कुरा गर्नुपर्दा कति विद्यार्थीहरू यहाँ हुनुहुन्छ नेपालबाट दुःख सुख गरेर आउँदै गर्दा यहाँ आएपछि हरेक किसिमका कुरा व्यवधानहरू, ल्याङ्ग्वेजका कुराहरू, एउटा हाम्रो कल्चरका कुराहरूले धेरै असर गरिरहेको छ। यो कारणले कति नेपाली विद्यार्थीहरू फ्रस्ट्रेट भएर एउटा होमलेससम्म भएर हामीले कति साथीहरूको उद्धार पनि गरेका छौँ र विभिन्न संस्थाहरूले पनि उद्धार गरिरहनु भएको यहाँहरूले देखिरहनु भएको छ। अब यो विषयमा कुरा गर्नुपर्दा क्षितिजजी अब यसमा अलिकति मोटामोटी कुरा गरौँ। एउटा प्र्याक्टिकल कुरा चाहिँ के गरौँ भने अब नेपाली विद्यार्थीहरू नेपालबाट आएर यहाँ स्कुलमा जोइन भएर पढ्दै गर्दाखेरि उसले चाहिँ एउटा भोग्नुपर्ने समस्याहरू जुन छ यहाँ स्कुलमा आइसकेपछि कुरा गरेँ मैले। अब चाहिँ इन्टरनेसनल स्टुडेन्टहरू विभिन्न किसिमका अब ल्याङ्ग्वेजका कुराहरूदेखि लिएर उनीहरूको रहन सहनका कुराहरू आउँछन् नि। अब यसमा चाहिँ कसरी फेस गर्नुपर्ने हुन्छ र कसरी फेस गरिरहेका हुन्छन् तपाईँको अनुभवमा, र यसलाई चाहिँ परेका तनावलाई र एउटा जुन स्ट्रेस लिएर विद्यार्थीहरू चाहिँ जुन स्थितिमा पुग्छन् नि यसलाई चाहिँ कसरी हामीले एउटा हल्का किसिमले रिलिज गर्न सकिन्छ र त्यसको उपायहरू चाहिँ के छ लगभग अलिअलि यसको मोटामोटी कुरा गरौँ न। अब नेपालबाट आउँदाखेरि त पहिलो कुरा हाम्रो युएसमा आउँदाखेरि ल्याङ्ग्वेज बेरियर नै हुन्छ। किनभने अब नेपालमा अलमोस्ट अलवेज युरोपियन इङ्ग्लिस टिच गरिन्छ अनि अमेरिकाको डिफ्रेन्ट छ कुरा गर्दाखेरि पनि। अर्को कुरा के हुन्छ भने एक्सेन्टहरू आउँदाखेरि अरू हामी साउन्ड पनि डिफ्रेन्ट हुन्छौँ। अनि पछि अब वहाँबाट पढेको कुराहरू यहाँ आएर कुरा गर्दाखेरि र अनि पछि यहाँको मान्छेहरूसँग कुरा गर्दाखेरि उनीहरूले भनेको कुराहरू पनि राम्ररी बुझ्न नसकिने हुन्छ। त्यस्तो कुरा हुँदाखेरि चाहिँ हामीलाई अब स्ट्रेस हुने, फ्रस्ट्रेटेड हुने, यसमा बुझ्दा पनि बुझेको छैन के हुन्छ भन्ने कुरा डेफिनेटली त्यो वान अफ द मोस्ट स्ट्रेसफुल पार्ट नै हुन्छ हुन चाहिँ। अनि त्यसको कुराहरूलाई चाहिँ अब सोल्युसन भनेको चाहिँ बिस्तारै आफूले सिक्न त सिक्नै जानुपर्छ। तर अब आफूले प्र्याक्टिस गर्दै जानुपर्छ। त्यो चाहिँ कस्तो भने लो स्ट्रेस इन्भाइरोमेन्ट भन्नाले अब देयर आर एप्स सच एज अब डुलिङ्गो भन्ने जस्तो एपहरू हुन्छ। त्यसमा चाहिँ ल्याङ्ग्वेजहरू सिकाइन्छ, डिफ्रेन्ट ल्याङ्ग्वेजहरू, अनि आफूलाई बोल्न पनि सिकाइन्छ। सो द्याट इज वान अफ अ गुड रिसोर्स। नत्र भए अब इङ्ग्लिस सोज, इङ्ग्लिस युट्युब भिडियोजहरू मैले त सानोमा आएर अब आफूले सुरु गर्दाखेरि चाहिँ मैले आफूलाई चाहिँ धेरै इजी भएको चाहिँ कार्टुनहरू हेर्दाखेरि एकदमै धेरै इजिली लर्न गरेको थिएँ त्यस्तोहरू कुराहरू। अब त्यो दोज आर वेज आफूले सिक्ने कुरा। अनि अर्को कुरा चाहिँ के हुन्छ भने हामीलाई अब कसैले भनेको कुरा आफूले बुझेन भने आफूलाई नराम्रो लाग्छ, त्यस्तो कुरा होइन। कसैले भनेको कुरा आफूले बुझेन भने क्यान यु रिपिट द्याट, क्यान यु टेल मी अगेन, आई डिडन्ट अन्डरस्ट्यान्ड इट भनेर भन्यो भने यहाँको मान्छेहरूले भनिदिन्छ नै। यहाँ आफूले केही बुझेन भने जस्ट let them know I didn't understand it. Can you tell me again? So don't be afraid to ask them again. किनभने कसैले हजुरलाई जज गर्दैन, त्यो आफ्नो माइन्डमा मात्रै हुन्छ कि ओ मैले त यो बिगारेँ भन्ने। तर त्यो मान्छेले आफ्नो जज गरे आउँदैन। तपाईँले क्यान यु रिपिट द्याट भन्नुभयो भने त्यो अर्को मान्छेले फेरि रिपिट गरिदिई नै हाल्छ। अनि क्याम्पसको अनुसारमा चाहिँ क्याम्पस रिसोर्सेसमा चाहिँ मेरो आफ्नो एक्सपिरियन्स अनुसार चाहिँ धेरै जसो कलेजमा चाहिँ
करियर सेन्टर्सहरू हुन्छ, राइटिङ सेन्टर्सहरू हुन्छ, अनि पछि ESL ट्युटर्स भन्ने हुन्छ। ESOL ट्युटर्स भनेर चाहिँ इङ्ग्लिस एज अ सेकेन्ड ल्याङ्ग्वेज ट्युटर्स भन्ने हुन्छ। अनि पछि आफ्नो एकाडेमिक एडभाइजर्सहरू पनि हुन्छ। अनि त्यस्तोहरूसँग चाहिँ गो टु देम, टक टु देम, अनि पछि आफूले उनीहरूको सजेसन लिएर म यस्तो यस्तो स्टुडेन्ट हो, मैले राम्ररी यो बुझिनँ, ओर यो प्रोसेस भएन, किनभने क्लासमा मात्र नबुझ्ने भन्ने एउटा कुरा हुन्छ। अनि हामीले त अब आएर फर्स्ट टाइम कलेजमा पढ्दाखेरि पछि के गर्ने भन्ने कुरा पनि बुझिन्न। नेपालको कलेज सिस्टम, यहाँको कलेज सिस्टम सबै फरक हुन्छ। यहाँ त आफूले सब्जेक्टदेखि लिएर सबै आफूले चुज गर्नुपर्छ। त्यो कुरा भनेको कम्प्लिटली न्यू हो। त्यही भएर आफ्नो एडभाइजर्सहरूसँग त्यहाँ भएको रिसोर्सहरू चाहिँ सबै लिएर अनि पछि मेक द डिसिजन आफ्टर लुकिङ एट दोज रिसोर्सेस। अनि अर्को कुरा भनेको आफूलाई अब जतिखेर पनि इङ्ग्लिस इन्भाइरोमेन्टमा बसिरहँदाखेरि आफूलाई स्ट्रेसफुल हुनसक्छ। अनि मोस्ट कलेजहरूमा चाहिँ धेरै जसो ठाउँमा चाहिँ अहिले त धेरै जसो कलेजमा NSA नेपाली स्टुडेन्ट अर्गनाइजेसनहरू पनि छ। अरू त्यस्तो छैन भने चाहिँ सम अफ द एसियन ग्रुप्सहरू पनि पक्कै पनि त्यस्तो हुन्छ। उनीहरूको ग्रुपहरूमा पनि जोइन गर्ने, अनि पछि आफूले आफू जस्तै अरू मान्छेहरू पनि देखिन्छ, उनीहरूले के गरिरहेछ भन्ने सिकिन्छ। अनि पछि द्याट वे यु क्यान हेल्प योर सेल्फ एन्ड हेल्प समन एल्स टु। हजुर, यो अहिलेसम्म नेपाली विद्यार्थीहरूको केसमा चाहिँ समस्या अब नेपाली कम्युनिटी र जहाँ पनि काम गर्न नेपाली चाहिँ तेस्रो मुलुकबाट नेपाली मात्रै नभए जोसुकै आउँदाखेरि पनि यहाँको कल्चर अनि त्यसपछि यहाँको एक्सेन्टको चाहिँ जुन प्रब्लम छ अनि त्यसलाई दोहोऱ्याउन नचाहने, अगाडि बढ्न चाहिँ यसलाई सोध्न नचाहने, अनि उहाँहरूको सोचाइ चाहिँ के भयो भने अब मैले सोचेँ भने यसले यसले मलाई चाहिँ नराम्रो सोध्छ कि, अनि यो बरु चुप लाएर बस्दिन्छु भन्ने किसिमका धेरै केसहरू आइरहेछन् नि। जस्तो अब यहाँको अलिकति यसमा अझै क्लियर के गरौँ भने अब यहाँको हामीले नबुझेको कुराहरू सोद्धाखेरि कुनै त्यस्तो त्यस्तो अप्रिय घटनाहरू हुन्छन् जसले चाहिँ अब नबुझेको कुरा सोध्नलाई उनीहरूले के त्यस्तो नेगेटिभ वेबाट लिन्छन् र त्यस्तो केही हुन्छ? अब सबैको एक्सपिरियन्स डिफ्रेन्ट हुनसक्छ, तर मोस्ट अफ द टाइम तपाईँले अब कुरा गर्दाखेरि यदि अरू कोही मान्छेले कुरा गरेछ र उसले एकदम छिटो बोलिरहेछ र मैले बुझेको छैन भन्यो भने क्यान यु प्लिज रिपिट द्याट भन्यो भने धेरै जस्तो मान्छेले आफूले रिपिट गरिदिन्छ। दे डु नट माइन्ड एट अल, किनभने दे डु नट थिङ्क कि तिमीले नजानेर हो अल द्याट हो भनेर। नो, इट्स ओन्ली हामीले आफूले सोच्ने हो कि, किनभने हामीले हाम्रो कल्चरमा हामीलाई चाहिँ जे पनि राम्ररी गर्नुपर्छ, जसरी पनि पर्फेक्ट गर्नुपर्छ भन्ने सिकाइएको हुन्छ। त्यही भएर हामीले यसो भनेर भन्दाखेरि उसले बुझेन, अरू उसले भन्दाखेरि हामीले बुझेन भने ओहो यो पर्फेक्ट भएन कि जस्तो आफ्नो माइन्डमा मात्र लाग्ने हो। आफूले सोद्धाखेरि कसैले तपाईँले नराम्रो भन्दैन। हजुर, तपाईँको अनुभवमा स्कुलमा पढ्दै गर्दा तपाईँ पनि स्कुलबाटै अब अहिले चाहिँ रिसर्चर साइन्टिस्ट भएर हुनुभएको छ, तपाईँले धेरै नै समय स्कुल कलेजहरूमा बिताउनु भएको छ। अब यो तपाईँले पढ्दै गर्दा तपाईँको अनुभवमा कुनै त्यस्तो सिचुएसनहरू छ जुन चाहिँ इन्टरनेसनल स्टुडेन्टहरूबाट चाहिँ नबुझेर होइन सोध्न नसकेर पछाडि गएर कुनै त्यस्तो एक्सिडेन्ट इन्सिडेन्टहरू भएको कुनै तपाईँको अनुभव केही छ? मेरो ऊमा चाहिँ छैन। अब आफूले पनि के भयो भने म सानोमा आएको हुँदाखेरि अभियसली ल्याङ्ग्वेज बेरियर थियो। अनि पछि नबुझ्दाखेरि म पनि त्यही सिचुएसनमा थिएँ कि मैले ओहो त्यसले भनेको मैले बुझिनँ, म त नबुझ्ने पो रहेछु कि भन्ने आफ्नो माइन्डमा त्यस्तो हुने। मैले पनि त्यस्तोलाई धेरै नै स्ट्रगल गरेको हो। म बिस्तारै लर्न गर्दाखेरि मात्र मैले आफूले ओके यस्तो होइन रहेछ भन्ने भएको हो। तर त्यस्तो इन्सिडेन्ट भन्ने चाहिँ छैन। आफूले आफूले नबुझ्ने र आफ्नो माइन्डमा आफैलाई डर लाग्ने त्यो आफ्नै ठाउँमा थियो। तर त्यस्तो इन्सिडेन्ट मैले नबुझेर किन रिपिट द्याट भनेर भन्दाखेरि अरूले कसैले केही गरेको त्यस्तो त थाहा भएको छैन। हजुर, अब तपाईँले यो त एउटा साइन्टिस्टको लेभलमा तपाईँले काम गर्नुभएको छ, अवेरनेसको प्रोग्राममा मेन्टल हेल्थको इस्युजहरू उठाएर काम गरिरहनु भएको छ। के तपाईँले सोच्नु भएको छ नेपाली कम्युनिटीलाई भोलिका दिनमा नेपाली कम्युनिटीमा चाहिँ एउटा मेन्टल हेल्थको बारेमा चाहिँ एउटा ठुलै एउटा केही गर्छु भन्ने केही सोच्नु भएको छ र त्यसको केही तपाईँको प्रोग्रामहरू केही छन् आगामी दिनमा आउने कुराहरू? अहिले त्यस्तो प्रोग्राम चाहिँ सोचेको थिइनँ। म आफ्नै आफ्नो लाइफ इस्युजको कारणले म बिचमा अहिले अलिकति स्टप भएको थिएँ। त्यही भएर चाहिँ अब तर आई डु वान्ट टु डु समथिङ इन मेन्टल हेल्थ। मलाई आफ्नो मेन्टल हेल्थको आफ्नो कम्युनिटीको लागि चाहिँ मेन्टल हेल्थको कुरामा चाहिँ भोइस रेज गरिरहन नै मन लाग्छ। अनि पछि
मैले भोइस रेज गरेको देख्नुहुन्छ होला कतिजनाले। अनि पछि धेरैजनाले रिच आउट पनि गर्नुहुन्छ। धेरैजनाले मलाई यस्तो चाहिएको छ, मलाई यस्तो गर्नुपर्ने छ, यस्तो गर्दा मैले भएन भनेर धेरैजनाले भन्नु पनि हुन्छ। अनि धेरैजनालाई मैले सजेसन पनि दिएको हुन्छु, कतिजनालाई रिसोर्सेस पनि दिएको हुन्छु, कतिजनालाई हेल्प गरेको पनि हुन्छु। तर त्यो गरि नै राखेको छु। तर अहिले जस्ट मैले यो प्रोग्राम्सहरू गर्न चाहिँ स्टप गरेको ड्यु टु माई ओन पर्सनल reasons, but I do want to continue on mental health, and my future much I do want to establish some organization or something dedicated to mental health in Nepali society. हजुर। अब यो कार्यक्रमपछि पक्कै पनि धेरै सङ्घ-संस्थाहरूले पनि यस विषयलाई उठाउनुहुन्छ होला भन्ने हामीले आशा लिएका छौँ। र जस्तै कुनै पनि सङ्घ-संस्थाहरूले नेपाली कम्युनिटीको लागि मेन्टल हेल्थको इस्युमा काम गर्छु भनेर अगाडि बढ्नु खोज्दाखेरि तपाईँको सजेसन के हुन्छ? कुन पाटोमा काम गर्नुपर्ने हुन्छ हामीले? कुन डिपार्टलाई फोकस गर्नुपर्ने हुन्छ? कुन इस्युमा चाहिँ कुरा राख्नुपर्ने हुन्छ? र यसको चाहिँ अ एउटा पोइन्ट चाहिँ के हो जुनमा गएर चाहिँ हामीले एउटा त्यसको चाहिँ आउटपुट लिन सक्छौँ त? Definitely अब अर्गनाइजेसनहरूले चाहिँ अब आफ्नो फन्डिङ भएको, आफ्नो रिसोर्सेस भएकोहरू सुरु गर्यो भने त द्याट बी अ बिग हेल्प टु द सोसाइटी। किनभने यो त एभ्री डे निड नै भइसकेको छ, अहिले चाहिँ यतिजनालाई चाहिसकेको छ। अनि अब सुरु गर्दाखेरि डेफिनेटली ह्याभ प्रोफेसनल्स, ह्याभ समवन एक्सपिरियन्स, ह्याभ समवन हु नोज हाउ टु टक अल्सो। किनभने हामी कसैलाई हेल्प गर्न अब यहाँ कति ठाउँमा वेलनेस प्रोग्रामहरू भनेर भने हुन्छ, के हुन्छ, अनि आफूलाई दुःख परेर एङ्सियस भएर त्यसो भएर गएको हुन्छ। अनि पछि जाने बित्तिकै यसरी बोलिदिएको हुन्छ नेपालीले कि लाइक इट फिल्स सो स्याड टु हियर द्याट। अनि आफूलाई डिस्करेज हुन्छ। लाइक दोज थिङ्स ह्याभ ट्रेन्ड पिपल देयर। अनि अब विथ अल अफ द्याट डेफिनेटली रिसोर्सेस त छँदैछ। अनि अब यो कुरा एकदम ठुलो भयो भने पनि आई थिङ्क वान अफ द स्मल बेबी स्टेप्स चाहिँ फर्स्ट थिङ चाहिँ जस्ट कुरा नै गर्दा पनि आई थिङ्क द्याट इज अ भेरी बिग स्टेप इन आवर सोसाइटी। किनभने कसैले कुरा नै गर्दैन मेन्टल हेल्थको, त्यही भएर यो टपिक नै निस्किँदैन। आफूभन्दा ठुलो जेनेरेसनको त कहिले टपिक नै निस्केको थिएन, बट आफूभन्दा यङ जेनेरेसनको पनि इट्स नट ह्यापनिङ एट अल। किनभने उनीहरूलाई कुरा गर्नै थाहा छैन। हामीले कतिचोटि सोधिन्छ कि मलाई टाउको दुख्यो, मलाई पेट दुख्यो भनेर सोधिन्छ। कसैले तपाईँलाई मलाई स्ट्रेस भइरहेको छ, म एङ्सियस भइरहेको छु, म स्याड भइरहेको छु भनेर भन्छ त सिधै आएर कसैले पनि भन्न सक्दैन। त्यही भएर वी निड टु टक अबाउट इट मोर एन्ड वी निड टु मेक द्याट नर्मल कन्भर्सेसन। हजुर। अब यो नेपाली कम्युनिटीमा पनि अप्लाई हुन्छ जस्तो लाग्यो मलाई। यो थर्ड जेन्डरहरू चाहिँ छ नि, एलजिबिटी क्यूका केसहरू छन्। अब यसमा चाहिँ कतिको उहाँहरूले चाहिँ कतिको यो फेस गरिरहनु भएको हुन्छ? उहाँहरू त एउटा थर्ड जेन्डरको मान्छेहरू त नेपाली कम्युनिटीमा त्यति अहिले बल्ल अलिअलि खुलेर आउन थाल्नुभयो होइन? उहाँहरूको केसमा अब उहाँहरूकोमा तपाईँले अवेरनेस प्रोग्रामहरू गर्नुभएको छ कि छैन? र भन्नुपर्दा र उहाँहरूलाई चाहिँ तपाईँको सजेसन के हो? कसरी चाहिँ उहाँहरू चाहिँ फ्रिडमली आफ्नो हक हितलाई, आफ्नो राइट्सको लागि चाहिँ कुरा अगाडि बढाउन सक्नुहुन्छ र मेन्टली फ्री कसरी हुन सक्नुहुन्छ त? अहिलेसम्म अब उहाँहरूसँग मेरो एक्सपिरियन्स धेरै छैन। किनभने अब एडभोकेट मात्र भएर जो आउँछ मलाई, त्यही म एडभोकेट मात्र भएर हो। बट हाम्रो सोसाइटीमा चाहिँ अब कसैको फ्यामिलीमा यो भयो भने चाहिँ इज्जतको कुरा त्यस्तोहरू आउँछ। सो आई थिङ्क द्याट निड्स टु बी टक्ड अबाउट विथिन देयर फ्यामिली। आफूले एक्सेप्ट गर्ने हो। किनभने लिभ एन्ड लेट लिभ हो। जसलाई पनि आफूलाई जस्तो छ आफ्नो लाइफमा अरू कसैलाई हार्म नगर्ने हो। हार्म नगरिन्जेलसम्म जो जसरी बाँच्न चाहन्छ उनीहरूको चोइस हो, आफ्नो चोइस हो। एन्ड आई थिङ्क इट्स एक्सेप्टेन्स इज द कि आफूले जस्तो आफ्नो अरूहरूको लाइफमा अरू जो जे गर्छन् द्याट्स देयर चोइस एन्ड द्याट्स देयर वे अफ लाइफ। अनि अब मेन्टल हेल्थको कुराहरूमा चाहिँ अब म यो उमा चाहिँ आफूलाई परेको बेलामा चाहिँ अघि नै मैले भने जस्तो सिक प्रोफेसनल हेल्प वाट एभर इज निडेड, सिक फ्रम द प्रोफेसनल्स। कि उनीहरूले अब प्रोफेसनली गाइड गर्दाखेरि चाहिँ दे विल फाइन्ड अ वे टु प्रेजेन्ट देमसेल्फ। हजुर। दर्शकवृन्द, यतिखेर हामी मेन्टल मेन्टल हेल्थका इस्युमा काम गरिरहेका छौँ, कुरा गरिरहेका छौँ, छलफल गरिरहेका छौँ र यहाँहरूको क्वेसनहरूलाई समेटिरहेका छौँ।
यसको बारेमा अझ हामी डिटेलमा जानेछौँ आगामी एपिसोडहरूमा। यहाँहरूको बारेमा यहाँको यो सम्पूर्ण क्वेसनको चाहिँ हामीले एन्सर दिने कोसिस गर्नेछौँ। यहाँ धेरै क्वेसनहरू आएका छन्, यो किनभने विशेष महत्त्वको साथ हेरिएको विषय हो र धेरै साथीहरूले चाहिँ यो मेन्टल हेल्थको इस्युहरू उठाउन पनि चाहनुहुन्न र यस विषयमा कुरा पनि गर्न चाहनुहुन्न। तर अब हामी यस विषयमा खुलेर कुरा गर्नेछौँ, खुल्ला बहस गर्नेछौँ र विभिन्न कार्यक्रमहरू पनि ल्याउनेछौँ र यसको डिटेल कार्यक्रमको अरू एपिसोडमा हामी गर्दै जानेछौँ। आजको कार्यक्रममा जे जति कुराहरू भएका छन्, जसरी भएका छन्, यहाँहरूले पक्कै पनि केही न केही लाभ लिनुभयो होला भन्ने हामीले पूर्ण रूपमा आशा पनि लिएका छौँ। यहाँहरूको जुन किसिमको सुझाव शुभेच्छा छ नि, यसलाई हामीले आगामी दिनमा पक्कै पनि समाधान गर्नेतिर लाग्नेछौँ। यहाँको जिज्ञासालाई हामीले शिरोधार्य गरेर अगाडि बढ्नेछौँ। र आज हामी कुरा गरिरहेका छौँ मेन्टल हेल्थकै इस्युमा र हामी यसबारेमा अझै पनि अगाडि बढ्न चाहन्छु। म क्षितिजीलाई अब लगभग हामी कार्यक्रमको अन्तिममा आइसकेका हुनाले म एउटा के कुरा सोध्न चाहन्छु क्षितिजीलाई भने, अब हाम्रो नेपालीहरू देश छोडेर आउँदै गर्दा विदेशमा आइसकेपछि नेपाली कला, संस्कृति, विभिन्न कुराहरू हुन्छन्। यसको माध्यमबाट मेन्टल हेल्थका इस्युहरूमा काम गर्न सकिन्छ कि सकिँदैन होला? एउटा एउटा अवेरनेस प्रोग्रामहरू गरेर एउटा कला, संस्कृति, सम्पदाहरूको अगाडि के एउटा हुन्छ नि, यस्ता कुराहरूलाई अगाडि ल्याएर यो मनोविज्ञान कुराहरू ल मेन्टल हेल्थका कुराहरू गर्न सकिन्छ त? म्युटमा हुनुहुन्छ तपाईँ। सरी, आफ्नो कला भने डेफिनेटली, किनभने हाम्रो अब प्रोग्रामहरू मेन्टल हेल्थ भनेर एउटै जस यसरी नै कुरा गरेर मात्र पनि पर्दैन। देयर आर सो मेनी वेज। अब अघि नै मैले भने जस्तो तपाईँको इमोसनल सेल्फ केयरहरूमा मैले भनेको जस्तो जर्नलिङहरू गर्न सकिन्छ। त्यसो देयर आर डिफ्रेन्ट वेज अफ प्रोग्राम। मैले अस्ति नै एउटा प्रोग्राम गरेको थियो, त्यो चाहिँ आर्ट एन्ड स्ट्रेस म्यानेजमेन्ट भन्ने थियो होइन। त्यसमा चाहिँ यहाँ नेपाली आर्टिस्ट हुनुहुन्थ्यो, अनि नेपाली आर्टिस्ट उहाँ आएर अनि पछि आर्ट गर्न सिकाउनु भयो। फर्स्ट सेसनमा सबै आर्ट गर्न सिकाउनु भयो, अनि त्यसपछि साइकोलोजिस्ट आएर अनि पछि हामीले यस्तै आर्टहरू कसरी गरेर आफूलाई म्यानेज गर्न सकिन्छ त भनेर भन्ने कुराहरू गरियो। त्यसो गरियो अनि अब देयर आर सो मेनी डिफ्रेन्ट वेज। हजुरले भने जस्तो आफ्नो कल्चरली पनि डेफिनेटली वी क्यान डेफिनेटली मेक अ प्रोग्राम, अनि पछि त्यो प्रेजेन्ट गर्न सकिन्छ। हजुर, दर्शकवृन्द, उहाँको भनाइअनुसार हामीले मेन्टल हेल्थ इस्युमा हामीले हस्पिटल नै गइरहनु पर्दैन। विभिन्न उपायहरू लगाएर घरेलु उपचारबाट पनि, कला, संस्कृति र आफ्ना लेखन शैलीहरूबाट पनि आफ्नो मेन्टल हेल्थलाई चाहिँ एउटा ट्र्याकमा ल्याउन सकिन्छ भनेर उहाँले भन्नुभयो। र यस्तै विभिन्न जिज्ञासाहरू यहाँहरूको धेरै नै जिज्ञासा आएको छ। हाम्रो कार्यक्रमको लगभग अन्तिममा आइसकेका छौँ र सबै जिज्ञासाहरूलाई समेट्न नसकेमा क्षमा माग्दै आगामी कार्यक्रममा यहाँहरू समक्ष पक्कै पनि समेट्नेछौँ। आजको कार्यक्रममा हुनुहुन्थ्यो हाम्रो क्षितिज न्यौपानेज्यू, जो चाहिँ क्लिनिकल रिसर्च साइन्टिस्ट हुनुहुन्छ र मेन्टल हेल्थ एडभोकेट पनि हुनुहुन्छ। उहाँले विभिन्न विधामा नेपाली समुदाय प्लस एजियन र अमेरिकन कल्चरमा पनि उहाँले भोलिन्टियरहरू र एडभोकेटको काम गरिरहनु भएको छ। यदिहरू यहाँहरूलाई पनि तपाईँ उहाँको नजिकमा आएर उहाँसँग केही सल्लाह, उहाँसँग केही लिन चाहनुहुन्छ भने उहाँलाई सम्पर्क गर्न सक्नुहुन्छ। क्षितिजजी, तपाईँको आफ्नो कन्ट्र्याक्ट केही दिन चाहनुहुन्छ र केही भन्न चाहनुहुन्छ यो हाम्रो दर्शकवृन्दहरूलाई तपाईँको बारेमा? हजुर, मलाई अब कसैले कन्ट्याक्ट गर्नु मन छ भने अब हजुरले मेरो फेसबुकमै ट्याग गर्नुभएको छ, अनि पछि नत्र भए मेरो लिङ्क्डइनमा पनि वी क्यान डेफिनेटली कनेक्ट। अनि अर्को कुरा चाहिँ अब जस्ट समराइज, यो होल मेन्टल हेल्थ भन्ने कुरा सबैजनालाई एउटै लेभलमा हुँदैन। कसैलाई आफ्नो सेल्फ केयर गरेर पनि हुन्छ, कसैलाई हस्पिटल, कसैलाई डक्टरकोमै जानुपर्ने हुन्छ, कसैलाई थेरापिस्टकोमै जानुपर्ने हुन्छ, कसैलाई साइकाट्रिस्टकोमै जानुपर्ने हुन्छ, साइकोलोजिस्टकोमै हेल्प आफूले लिन सक्नुपर्छ। त्यसैले आफ्नो लेभल हुन्छ, सबैजनाको एउटै हुँदैन। त्यही भएर आफ्नो सिम्टम्सहरू ख्याल गर्नुहोस्, अनि आफूलाई जे चाहिएको छ बी ओपन अबाउट इट। हजुर, यहाँको केही कुराहरू यो समुदायलाई दिनुपर्ने केही महत्त्वपूर्ण कुरा यहाँले भन्दै गर्दा छुटेको जस्तो केही लाग्छ भने यसबारेमा केही कुरा गरौँ र हामी कार्यक्रमको अन्तिममा पनि आइसकेका छौँ। केही छ तपाईँलाई भन्नै पर्ने समुदायलाई मैले सोध्न छुटेको र तपाईँले भन्न बिर्सेको कुराहरू केही छ भने भन्नुहोस्? नथिङ एट अल। हामीले अब सबै कभर गरिहाल्यौँ नै, तर
फर मेन्टल हेल्थ हाम्रो बेबी स्टेप फर्स्ट स्टेप 1 भनेको डेफिनेटली टु टक अबाउट इट हो। हामी जति कुरा गर्छौँ त्यति नै ओपन हुन्छ, त्यति नै हाम्रो युथ जेनेरेसनले सुनेको हुन्छ। अनि पछि योभन्दा अरू सानो भाइ बहिनीहरूले पनि सुनेको हुन्छन्, अनि दे विल नो कि यो भनेको त केही नराम्रो होइन रहेछ, यो भने त मैले हेल्प माग्न सक्ने कुरा रहेछ भनेर। हजुर। धेरै धेरै धन्यवाद क्षितिजी। अब आजको कार्यक्रममा हामीले लगभग सबै विषयमा केही मात्रामा भए पनि छोएर यसलाई अगाडि बढाउने आजबाट हामीले खुल्ला गरेका छौँ र यसलाई नियमित रूपमा हामीले विभिन्न डिफ्रेन्ट पर्सनहरूलाई ल्याएर यस बारेमा हामी छलफल गर्नेछौँ र सन्नी सगरमाथा समाजले यो कार्यक्रमलाई पक्कै पनि एउटा कार्यक्रमको मुख्य हाम्रो संस्थाको मुख्य कार्यक्रमको रूपमा अगाडि पनि बढाउनेछ। र आजको कार्यक्रममा हामीले छलफल गऱ्यौँ मेन्टल हेल्थ इस्यु यसलाई कसरी लिने भन्ने कुरा गऱ्यौँ। यसले अब हामीले यसलाई कति डिटेलमा जाने भन्ने कुराहरू गऱ्यौँ। जुन कुरा चाहिँ यो एउटा समाधान भनेको हामीभित्र पनि रहेछ र परिवारभित्र रहेछ र समुदायभित्र रहेछ भन्ने कुराको पनि हामीले जानकारी लियौँ। यदि हामीलाई कुनै किसिमको त्यस्तो समस्या छ भनेदेखि आफूले आफूलाई कसरी जस्टिस गर्ने, दैनिक रूपमा एक्सर्साइजहरू गर्ने, अब अवेरनेस प्रोग्रामहरू यहाँहरूले हेर्ने र यस्तै किसिमले अगाडि बढ्दै एउटा आफूलाई हेल्दी बनाउन कोसिस गर्नुभयो भने पक्कै पनि यो मेन्टल हेल्थ इस्युबाट हामी बच्न सक्छौँ। सबभन्दा भुल्नै नहुने कुरा प्यारेन्टिङ एउटा चाहिँ अभिभावकले हाम्रा छोराछोरीहरूलाई गर्नुपर्ने व्यवहार उनीहरूको चाहिँ मेन उनीहरूको भावनालाई बुझेर कुरा गर्नुपर्ने रहेछ। र अर्को कुरा स्कुल पढ्दै गरेको हाम्रो ससाना नानीहरूलाई र चाहिँ एउटा समुदायबाट साथीभाइबाट कुनै किसिमको बुलिङ भएको छ भन्ने कुरा, यो कुरा चाहिँ हामीले बुझ्नु एकदमै जरुरी रहेछ। यदि त्यो बुझ्न सकेन, यस्तो भइरहन्छ भनेर आज छोडिदियो भने आज भोलि पर्सि हुँदै त्यसले ठुलो रूप लिने रहेछ र त्यो बच्चाहरूले चाहिँ त्यो कुरा सहने बानी पर्दो रहेछ र उनीहरूलाई अर्कै किसिमको प्रभाव पर्दो रहेछ। कसैले कसैलाई पनि बुलिङ गरिरहेको छ, कसैले कसैलाई चाहिँ बच्चामा पनि त्यस्तो किसिमको प्रेसर, एउटा स्ट्रेस दिएको कुराहरू छ भने त्यसको चाहिँ एउटा के हो भन्ने कुरा पत्ता लगाएर त्यो प्यारेन्ट्सले चाहिँ त्यो बच्चाको कुरालाई चाहिँ एड्रेस गर्नुपर्ने जरुरी रहेछ। यदि हामीले बच्चाको मनोविज्ञान बुझ्न सकेन, मनोभावना बुझ्न सकेन भने त्यसले चाहिँ भोलि गएर एउटा मेन्टल हेल्थमा ठुलो असर गर्ने रहेछ। यो कुराहरूको विषयमा आज हामीले छलफल गऱ्यौँ र यहाँहरूलाई आजको कार्यक्रम कस्तो लाग्यो? सल्लाह सुझावको लागि हामी सदैव यहाँहरूको अनुसार नै हामी चल्नेछौँ। यहाँको सल्लाह सुझाव हाम्रो लागि महत्त्वपूर्ण रहनेछ। त्यसैले आजको कार्यक्रमबाट क्षितिजी लगायत मलाई पनि बिदा दिनुहोस् र भोलि अर्को महिनाको पहिलो आइतबार हामीले विशेष कार्यक्रम, विशेष प्रस्तुतिका साथ र फरक विषयमा छलफल गर्ने नै छौँ। यहाँको अहिलेसम्मको उपस्थिति र यहाँहरूले हेरिदिनु भएको, सहयोग गरिदिनु भएको र यहाँले गर्नुभएको प्रश्नहरूको लागि हामी विशेष आभार व्यक्त गर्दै आजको कार्यक्रमबाट हामी बिदा चाहन्छौँ। नमस्कार।